चाहिँ के हाल्छ त नि भाइ यो हेलो आज मेरो फर्स्ट भ्लग त्यो पनि ह्याप्पी न्यू इयरको फर्स्ट भ्लग आजदेखि म डेली भ्लग गर्नेछु अबे साला झन्डेले ठोक्या रन्नाको अगाडि त्यहाँनिर सिङ्गल जुत्ने भनिरहेको अहिले ट्याक्क सबैजना ल त ए अहिले चाहिँ देखिहाल्छ नि मै फर्किँदा देखाइहाल्छ नि दिलसेबी होता नहीं त्यो पनि के को मासु भन्ने नि थाहा न चक्कु झरे बाल छैन त्यही पनि ओ गाइस सरी सुमन मगर पानी बोकेर यस्तो बबाल देख्छ नि यस्तो बबाल हुन्छ नि अब अबि सरी दाइ छाडा मैले भेट्ला सरी छाडा नबोल्नु हुन्छ त्यो भएर हामी आज पिकनिक खान जाँदैछ कुन ठाउँ जाँदा थाहा छैन जहाँ यात्रा जहाँ टुङ्गिन्छ त्यहीँनिर पिकनिक खाने छ तपाईँ यहाँ तिमी बेसी नगर न म फेरि भगवान के हुन्छ नि आउन त अघि झन् यति कालो मान्छे झन् घामले डढेर यति कालो हुन्छ नि म किन अहिले पछि घर फर्किँदा चिन्यो भने मलाई तनाव हुन्छ हेलो एभ्रिवान सबैलाई ह्याप्पी न्यू इयर सबैलाई एकैचोटि अनुहार देखाइदिएन एकैचोटि सबैको अनुहार एकचोटि देखाइदिएन मजाले त्यो हिरा फेसबुकमा ऊ बे गरेको छैन ऊ कन्ने केटा हो दसजना यसले चाहिँ मैले बे गरिसकेँ बे गरिसक्यो करुणा बहिनीसँग होटलले यता हेर न एकचोटि अनुहारले देखेँ सबैजना तिमी त कस्तो भने यस्तो कामदारी देखिरह उसले चाहिँ पाल्छ है तर यदि म सबजना बिग्रियो सबले गाजा चुरोट खान्छ मैले मात्र नखाने मजाले चिन्यो हुन्छ मगर्डन प्रवेश केटो साइकल चाहिँ मेरो है 5000 को 5000 8000 9000 फेरि हामी जतिसुकै के अरे धनको धनी नभए नि मनको धनी त्यो भएर हामी के अरे कुवाको पानी खाँदैन एउटा पनि छैन केटी हामीसँग साथमा एउटा भयो भने त ल यस्तो अफर कसैलाई चलेन न्यु इयर अफर होइन यो वैशाखभरि हुन्छ कसम बोटाले भने छाडा दिनु भन होइन छाडा बोल त त्यसमा नेताको नाम आउने पाराले बोल न मन्जिल से ही झुटा नहीं गाउँ एक से के भन्छ गीत गाउने भने बिचरा त्यही भने यार भारी भयो यो पानी यहाँ हालेर बोक आमा कस्तो करे खाली हो खोइ एउटा त छैन त पक्न के भयो के भयो बुवा सोझो क्या बोक्नै जाऊ ल सबसे बिग्रेको चाहिँ जुन यहाँ सबसे डल्ले त्यही हो मैले के भने अरे गौरव त्यो पनि बाल नदिँदा यस्तो कमेन्ट लाएन मजा छैन अब कुन जङ्गल आइसक्यो आधा बाटो जङ्गलमा आइपुगिसक्यो अब हामी कहाँ पुग्छ थाहा छैन कुन जङ्गल हो पनि थाहा छैन यत्रो घना जङ्गल छ आधा बाटो आइपुग्यो अहिले चाहिँ ठिक यो सखाको बढाउने बित्तिकै आधा बाटो त सखाको बढाउँछ चालितिर पानी झरेको अवस्था अरे क्या बिस्तारै के हतार नगर्नु हतार यता उता गाई तर आफै नखाएर ब्रेकै नलागेन 7जनाले हजार उठाएर यहाँनिर 7000 भएको छ एउटा गिटार धरि किने त्यो बाहिरबाट नबजा तर कस्टम तर हामी ढाटे होइन 51,000 उठा है ल हेर नत्र 1000 रुपियाँ हाल्ने हो सबजना 1000 हाल्यो त्यो एउटा डल्ले छ गौरव त्यसलाई चाहिँ हाले छैन त्यसले 500 मात्रै हाले त्यसले खान सक्दैन नि त आमालाई जङ्गल हेर्नु हाम्रो जङ्गलमा पौरे रौतहट एरिया 4 नम्बर पौरे 4 नम्बरमा आयो भने यस्तो मिठो काफल खान पाउँछ नि फ्रीमा त्यो पनि जङ्गलै भरि काफल होइन दतरी खाइ के भन्छ काफल भन्दा साइकल अब काफलले भन्नु के तिमीले चिन्नु नि परेन अब चाहिँ अति नै भइसक्यो गर्मी लास्टै हो म चाहिँ करे बाली म चाहिँ चक्कु बाली मलाई लास्टै हेबे सबसे सानो भएर अति नै यत्रो भारी सामान बोक्नु यार उयो कालो भेस्ट लाउनुलाई
डल्लो भयो भने सानो भयो भने अति नै हेप्ने के कम भारी है एक बोरा सानो सब चिसो मात्र है यो भित्रको चाहिँ अहिले हामी देखाउँछ हाम्रो ठाउँ आउन लागिसक्यो 1 मिनट भयो 2 मिनट पिकनिक खाने ठाउँ करे बालीमा चाहिँ यही हो ठाउँ अब आउनलाई 5 मिनट मलाई 5 मिनट एउटा बाँकी घुम्डी कट्न त्यसपछि तपाईँहरूलाई म हुँ बोरा बाली म हुँ चक्कु बाली बोरा बाला हामीलाई कतै घुम्न जानु छैन न नुनथर न भरताल बस हामीलाई जानु पाए हुन्छ जङ्गल त्यो पनि पिकनिक खान धेरै पनि छैन 7 जना हजार उठाएर ल हाम्रो गन्तव्य स्थान भनेर पिकनिक खाने ठाउँ भनेको उतै हो त्यो माथि साइकल चाहिँ यहाँभन्दा उता जाँदैन होला बारी सारी के त्यही हो मान्छेहरु बनाएको त अब यहाँभन्दा साइकलले जाँदैन भने 5 वटा खला कटाएको साइकल यहाँ ढलाउँछ न जाउँ न पसिना धारा भएछ यार हाम्रो सामानहरू कुर्सानी एउटा मात्रै त्यहाँनिर पछि जानिँदैन प्याज चाहिँ खोइ त प्याज कति ल्याएर सामान सामग्रीहरू यति नै हो हाम्रो तर यसमा चाहिँ 7,000 चाहिँ ठ्याक्कै सके है सबजनाले 1,000 उठा पानीमै डुबाएर राख्नु भन्ने नपर्ने 1 महिनाको हाम्रो सामग्रीहरू पहिला एउटा भिडियो ल के भन त सबैलाई मेन्सन ओइ सबैलाई देख्नु पर्यो ह्याप्पी न्यू 1 2 3 ह्याप्पी न्यू सबैलाई मेन्सन देन जानु भाइहरु के ल अरु पनि ल फोटो है खाजाको तयारी भइरहेको छ खाजा बनाउने मान्छे चाहिँ यो हो किन बोले दुध हो यो दुध चिसो नुन दुध त हो नि यो कुनै के अरे के होइन रेड बुल हो यहाँनिर होइन अहिले रेड बुल हो अरे सबैलाई होइन राम्रो सबै बताउनुपर्छ नयाँ वर्ष सब एकदम बाहिर रेडी भइरहेछ एउटा सिङ्गै कुखुरा मुनका कुखुरा बनाउन तिमीलाई गर्छु क्या त्यही तरकारी त्यसमै उक्रिन्छ कि जानमा तिमीलाई माग्न लेखिएको छैन सबैजनाले ह्याप्पी न्यु इयर भन्नु पऱ्यो ल खोइ त ह्याप्पी न्यु इयर रातो मासु फेरि कोही होइन बनाउने एक्लै होइन कसै सब त्यता बसिरहेको सबजना यहाँबाट रहेछ यिनीहरू आगो बाल्ने हो बनाउनु भनेको म मात्र हो निरा डढी चाहिँ आयो तेल उछिटेर ल हाम्रो यहाँनिर उता पोल्नेलाई तयार भइरहेको छ यतातिर भर्खर सुरु भइरहेको छ यहाँ भित्र बाटा पनि छ तर मासु अझ उता पनि छ है फेरि
त्यस्तो हामी गरिब चाहिँ होइन यहाँनिर अझ पाक्दैछ यो आयो त आएको फेरि अर्को पोल्नलाई तर सब काम गर्ने बेसी चाहिँ म एक्लै हो यो म गिटार सरी यो गिटार बजाउनमै के जाने छैन ओइमा हार नहोला होइन होइन सब यो मासु बनाएको म एक्लैले हो नि फेरि हो यसले बना सबै यसले बना आज हाम्रो यस्तो भागमा त्यति ल होइन मेरो हातमा अब नङ कट्टा हानी त नङ यहाँ काटेको मात्र अहिले खेलेर पछि हात पोला हैन खेलाइला हात पोला कसले पेसा सुनाउँछ? काम गर्ने यही हो कसले पेसा सुरु भने ना ठुलो भएको काम बेसी गरे होइन नानी यस्तो गर्मीमा आगमा बस्दै पुग्नु पर्यो हैन तातो राष्ट्रिय गरी भएर ल यहाँ चुल्हामा कोही पनि छैन म एक्लै हो छ त कोही ए होइन यो त मैले पहिला ल हेर्नु कोही होइन म एक्लै हो एक्लैले पोल्नु पर्यो 100 जना बसिरहेको होइन त म एक्लै हो पोल्ने चुल्हामा पनि कोही तिमी पछाडि देखायो भने एक्लै भन्नु पर्यो होइन बाक्यो त्यसपछि यो कि तेल मात्रै बाक्यो अनि यता काली अरे मा पिडा खाला फेरि मलाई ब्रान्ड फेरि आमा कस्तो गर्ने त यति पछाडि गर्ने भएर म त तपाईँ के बस्यो होला छोड्यो न पिडा बादरहरु तर म पनि बादर के गर्ने यो तेल आमे अझै पोखाउने बाँकी हो नबिहाल्दा लाम कसो बाहिर निकाल किन तरकारी पक्नु लाग्दैन यहाँ प्लेटमा हाल्नु न मुजी अहिले बन्न पर्ने यो तरकारी आमा हुरुरु आगो बोले मैले गरेर हो आगो बोले मासु बाँकी यत्रो पुगाएर नि त्यो पनि के को मासु आज हामीले कुकुरको खुडा काटेको नभागो तरकारीमा त के हो पत्तर परे त यस्तो भएन छ्या कुकम्यानले अति नै हाले छ्या सासोको लागि हाल्यो होइन पछि अहिले बनाएको सोचेको केटो मान्छेले एउटा मिठो छैन यो उसले बनाएको तर हेर्दा चाहिँ खाउँ लाग्दो है सब पाकिसक्यो अब खानु मात्र बाँकी खानालाई रेडी भएर बस्या सबजना त्यसै खाने रे हाम्रो सेकेन्ड खाजा है यहाँ हालिहाल न पोस्देऊ न एउटा पोस्लो सम्राट एउटा तिम्रो एउटा भएन क्या देखेन ल तिम्रो तेरो चाँडै देखाएन तेरो एउटा पोस्ट तिम्रो त्यही हो पोस्ट छ्याङबाटको जे हो मेरो पोच छैन मलाई पनि हाल न म चाहिँ फेरि त्यस्तो केही खाँदैन है प्योर मिनरल वाटर ए सबैले खाएको ल सोचेर रानीतिका पानी खाएर काम सकिँदैछ सानो भाइ ल विश्राम ल प्रिन्स युगेश लौ मासु खानु साथी भाइ दर्शन नमस्ते सबैलाई सुख दुःख भने यस्तै रहेछ आफ्नो विदेशमा को बोलाई सबैलाई सम्झना मनबाट नै साँचो माया यो नमरोस् मेरो त नहुँदैछ हाम्रो नेपालमा मन्दिर
मनभरि सानानी हुँदैछ हाम्रो नेपालमा सन्चैछु म पुरान लिनु है समयले पुऱ्याइयो मेरो धन अहिले यहाँ भयो नि मनभरि सानानी हुँदैछ हाम्रो नेपालमा प्यारो नेपालमा देउरालीको बलमा सँगै कसम खाउँला निर्माया आउँदैन फेरि फर्केर मै पनि चिल्के हुँदो हो अहिले पो बुढो भएर वर्षे उमेरैमा हुँदो अहिले पो बुढो भएर माया विरति बस्यो जम्मै जम्मै बारुलो जम्मै जम्मै लाली पुरा छुर्यो डाँडा काँडा माया मेरो भइगयो टाढा टाढा राम्रो मकमली सारी हजुर भाइ भएर पैसा भयो रेलको ड्राइभर राम्रो मकमली सारी हजुर भाइ भएर पैसा भयो रेलको ड्राइभर मलाई सुनको तारा खसाइदेऊ न देउतारा मात्र होइन जुन पनि झारिदिउँला सुनको तारा खसाइदेऊ न देउतारा मात्र होइन जुन पनि झारिदिउँला ढुङ्गालेर छिटै आउनु काटेर आउनु मलाई सुनको तारा खसाइदेऊ न तारा मात्र होइन जुन पनि झारिदिउँला मलाई घायल बनाइसे मस्की मस्की हिँडेर जाने गाई बजारमा उसको हाम्रो भेट हुँदा लुकी लुकी हेर्थे आँखाहरू चम्क्याउँछ झिम्काउँदै जब बोलाउँछ जिस्काउँदै छाडेर जानेले दोस्रो माया लाएर जानेले पागल बनाइसे मलाई घायल बनाइसे मेरो मन्जुले मेरो मनैमा घुम्नलाई आएको मिलेर यहाँनिर गिटार सङ मेरो बिग्रिरहेको भाषा गर्न आएको तिमी नै तिमी चौकासमा तिमीले भन्दा तिमीले मलाई मन पराएको आसमा खुट्टा कहाँ हो आसमा तिमी नै तिमी चौकासमा यो कृष्ण गीत जस्तै भयो एउटा परि बस्थ्यो त्यो बारी डाँडामा मलाई गर्थ्यो सोधेली रातमा एउटा परि बस्थ्यो त्यो बारी डाँडामा मलाई गर्थ्यो सोधेली रातमा हवा जस्तै मलाई
उठा छैन चेस गरेर म कसरी चुहाएन मलाई तिम्रो गिटार मसँग केही भएन भने तिमीहरू आफै सिङ्गल आइज रेस्लिङ खेल्ने फेरि भाइ पो जङ्गा पहिला